नमस्कार। यो भिडियोमा आज हामी प्रत्यक्षतर्फको निर्वाचनमा 50,000 भन्दा बढी मत ल्याएर जित्नुहुने प्रतिनिधिको बारेमा कुराकानी गर्दैछौँ। 50,000 भन्दा बढी मत ल्याएर जित्ने प्रतिनिधि 12 जना रहनु भएको छ र सबै प्रतिनिधि राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुनुहुन्छ। इतिहासकै रेकर्डलाई ब्रेक गर्दै सबैभन्दा धेरै मत ल्याएर बालेन्द्र शाह विजयी हुनुभएको छ। बालेन्द्र शाहले 68,348 मत ल्याएर संसदीय चुनावकै सबैभन्दा बढी मत 68,348 बालेन्द्र शाहले झापाको क्षेत्र नम्बर 5बाट ल्याउनु भएको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राणा मगरले झापाको क्षेत्र नम्बर 2बाट 60,110 मत ल्याउनु भएको छ। त्यस्तै शोभिता गौतमले पनि चितवनको क्षेत्र नम्बर 3बाट 59,277 मत ल्याउनु भएको छ। डाक्टर लेखजङ थापाले रूपन्देही 3बाट 58,814 मत ल्याउनु भएको छ। त्यस्तै हरि ढकालले चितवनको 1बाट 58,208 मत प्राप्त गर्नुभएको छ। लाल विक्रम थापाले सुनसरी 2बाट 57,348 मत प्राप्त गर्नुभएको छ। त्यस्तै सुलभ खरेलले रूपन्देही 2बाट 56,550 मत प्राप्त गर्नुभएको छ। रुबिना आचार्यले मोरङको 6बाट 55,513 मत प्राप्त गर्नुभएको छ। सुनिल लम्सालले रूपन्देहीको 1बाट 54,845 मत प्राप्त गर्नुभएको छ। त्यस्तै रवि लामिछानेले चितवनको 2बाट 54,402 मत प्राप्त गर्नुभएको छ। बदन कुमार भण्डारीले काभ्रे पलाञ्चोक 2बाट 53,344 मत प्राप्त गर्नुभएको छ। राजन गौतमले नवलपुर 1बाट 50,945 गरेर जम्मा 12 जना यी प्रतिनिधिहरूले यो पटकको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा 50,000 भन्दा बढी मत ल्याउनु भएको छ। यो भिडियो तपाईँको निम्ति पनि काम लाग्न सक्छ। सेभ गरेर राख्नुहोला। थ्याङ्क यू।